हेलो साथीहरू, मेरो चाहिँ ड्रागन फ्रुटहरू चाहिँ यसरी रोपेको छु। यसरी 6-7वटामा रोपेको छु। यहाँ रोप्नु थालेको 1.5 वर्ष भयो। 2 चोटि नै फलिसक्यो होला, 2 वर्ष भयो लगभग। पोहोर एउटा मात्रै फलेको थियो, यसरी त होइन न, टन्न फलिरहेको छ। पाकिसक्यो, यहाँ पाकिसक्यो, अर्को फुल्नु लाग्यो। यहाँ तल पाकिसक्यो। यिनीहरू अब आज भोलि फुल्नु लागिसक्यो। ल हेर्नुहोस्, कौसीमा पनि हुने रहेछ क्या। हेर्नुहोस् त, तल कत्रो ठुलो छ। अब टिपेर खाने बेला हुनु लागेछ। अब यो चाहिँ भित्र सेतोवाला हो। यिनीहरू चाहिँ मैले भित्र रातोवाला भर्खर रोपेको। यहाँ यसको पनि हाँगा जाँदैछ माथि। मसँग 2 खालको मात्रै भयो ड्रागन फ्रुट। अब अरू कलरको पनि लिएर रोप्नुपर्ने छ। येल्लो कलरको पनि लिएर रोप्नु मन लागेको छ मलाई चाहिँ। अब भोलि पर्सि रोप्नु अलिकति ढङ्ग चाहिँ पुगेको छैन। अब यसलाई माथि लगेर अरूले चाहिँ कस्तो मजाले गोलो पारेर टायर राखेर राख्नु भएको छ। मेरो चाहिँ यस्तै छ अहिलेलाई। पछि व्यवस्थित गर्नु पर्ला। यस्तै छ। 1-2 त टिपेर खानु पर्ला जस्तो छ। कुन चाहिँ टिप्ने होला? यो टिपौँ हो कि? कस्तो राम्रो छ। ल है, तेस्रो लटको ड्रागन फ्रुट पनि पाक्यो। यो चाहिँ तेस्रो लट। यो चोटि 3 चोटि फल्यो। अस्ति 5वटा खाइसक्यो। यो फुलिरहेछ। यहाँ पाकिसक्यो, यहाँ पाकिसक्यो। यो पनि पाक्न लाग्यो। अनि यहाँ तल पनि पाकिसक्यो। तल पनि पाकिसक्यो। जोस् अलिकति यसरी 1 वर्षभित्र यति पाकेको है। 1 वर्ष 1.5 वर्ष जति भयो होला। तर यो कस्तो पहेँलो भइसक्यो। धेरै घाम पऱ्यो कि के हो? पहेँलो छ त है। हाम्रो ड्रागन फ्रुट यहाँ छ, हरियो छ। फेरि यहाँ पहेँलो छ। यहाँ जरा समाएर जाने हरियो छ। फेरि यहाँ चाहिँ पहेँलो भइसकेको छ। पानी जम्यो क्या? यहाँ पानी जम्यो जस्तो छ। यहाँ त पानी जम्या छैन। त्यो पनि यो धेरै हाँगा भएर पनि पहेँलो हुन्छ है क्या हो? अब यो टिपेर खाने हो।